इन्डियाको भन्नुहुन्न हो तपाईँ एकदम हिरो सही आयो यार। अरू सिक्युरिटी काम कस्तो राम्रो छ? राम्रो छ सबै। स्यालेरी कति? स्यालेरी 28,000। त्यसो भए नेपालबाट आउने मान्छेहरूलाई बोलाऊँ त? बोलाउने नि। ल त नि। यस्तो पार्किङमा भिडियो बनाउँदैछु साथीहरू, किनकि पार्किङमा भनेको ड्युटी कस्तो हुन्छ, पार्किङ र पार्क भन्नेमा धेरै फरक हुन्छ। पार्किङ भनेको चाहिँ त्यहाँ गाडीहरूलाई अडाउने हो, राख्ने। पार्क भनेको चाहिँ यहाँ केटाकेटीहरू खेल्ने, अनि जस्तै एकदम राम्रो डिजाइनहरू नि बनाएको हुन्छ, पिङहरू खेलेको। र यिनी आर्मीहरूको ट्रेनिङ गर्दाखेरि माथि चढ्न सिकाइन्छ। ड्युटी भनेको एकदमै सिक्युरिटी गार्डले यस्तोमा ड्युटी कसरी गर्नुपर्छ भन्ने बारेमा म जानकार दिँदा गइरहेको छु थोडा सा। यो भिडियो लास्ट तक ध्यान दिएको देख्न, किनकि यस्तै भिडियो हमेसा म लिएर आउँदै गर्नेछु साथी हो। यो भनेको छोटो मोटो हुनेछ, एकदमै राम्रो ठाउँ एरिया छ यो। उता जङ्गलमा ड्युटी भनेको यसो उभिने हो बुटामुनि, सिक्युरिटी गार्डको ड्युटी हो जो। अब म आफै भिडियो बनाएको भएर अलि देख्न सकिन्न, साथीहरू पनि यहाँ कोही पनि छैनन्, त्यही भएर यस्तो म देखाउँदैछु। सिक्युरिटीमा ड्युटी गर्ने मान्छेहरूले यहाँ केटाकेटीहरू कहीँ यहाँ पानी भरिरहेको हुन्छ, त्यहाँ लोड्छन् कि भनेर हेर्ने। पार्कमा पुरा त्यो निलो देख्यो नि, पानीको कुवा हो। यता फेरि बारिस भयो भनेपछि यो कुवा पुरा अर्को पनि भरिन्छ। यो बाँसाको बुटो, यता सबैलाई थाहा होला साथीहरू। साउदी, कतर, मलेसिया, सिङ्गापुर, हङकङ, जापान हो, जहाँको पनि सिक्युरिटीको कामको लागि खोजीमा हुनुहुन्छ भनेपछि मेरो च्यानललाई सब्सक्राइब गर्नु होला, किनकि म सिक्युरिटीको बारेमा म भिडियोहरू बनाउने छु। किनकि यो सिर्फ एउटा डेमो मात्रै हो। भिडियोहरू एकदम झकासहरू भिडियो आउँदै गर्नेछन्। तपाईँहरूले यो च्यानललाई सब्सक्राइब गरेर राख्नु होला, ताकि मेरो भिडियो हाल्ने बित्तिकै तपाईँले हेर्न पाउनुहुन्छ। यदि सब्सक्राइब गर्नु भएन भने तपाईँलाई कुनै थाहा हुन्न। तपाईँले सब्सक्राइब गर्नुभएको छैन भनेपछि सब्सक्राइब गर्नु होला, तर नगरे पनि गोकुल सिक्युरिटी ज्ञान लेख्नु होला युट्युबमा गएर सरर मेरो भिडियोहरू आउनेछन्, र त्यो हेरेर तपाईँ सिक्युरिटीको बारेमा सबै जानकारी लिएर आफ्नो टाइम अनुसार तपाईँ मेन पावरमा गएर भिसा लगाएर तपाईँ मलेसिया और कतार, दुबई सिक्युरिटी जहाँ पनि जान सक्नुहुन्छ। यति रिटायर भएर अब तपाईँ बस्नुभएको छ, एक्स आर्मी हो भनेपछि तपाईँलाई अलि स्यालेरी बढी नै हुन्छ। त्यस्तो मान्छेहरूलाई र काम पनि मेन पावरले पनि छिटै लिने गर्ने छ। त्यस्तो मान्छेलाई उमेर भनेको तपाईँको चाहिँ 40-45 वर्षसम्म लिनुपर्छ, तर 40 र 4 को अन्तरमा झ्याप्पै लिन्छ भनेपछि अलि 45 भन्दा अलि माथिको अलि गाह्रै पर्छ। ल यसो मिलाएर पठाइदिउँ, म यति वर्ष काम गरेको पनि एक्सपिरियन्स छ मेरो, म सब जानेको छु भनेपछि 40 कटेपछि पनि 45 कटेको 1-2 वर्ष बढी भयो भने 45 कटेर त्यो लिन सक्छ मेन पावरले। त्यही नै हो साथीहरू। हस्त भाइ आफ्नो ख्याल गर्नु होला र मेरो च्यानलमा सधैँ जोडिनु होला। यदि पैसा कमाउने इच्छा छ भने छिटो भाग्नु होला, किनकि बसेर काम छैन। त्यसै बुढो कपाल फुलिसक्छ, पछि फेरि घन्टी पनि बस्छन्। त्यही भएर युरोप अमेरिका भन्दा पनि तपाईँहरूले खाडी मुलुकमा जाने कोसिस गर्नु होला, त्यहाँ जाँदा धेरै लागत लाग्ने छ। 15-20 लाख तिरेर अब युरोप जानुभन्दा त 2-3 लाख रुपियाँ तिरेर साउदी, कतर, दुबईमा गएर 2-4 वर्ष बसेर आएपछि र अर्को देशमा जान सकिने छ।